जस्ट इमेजिन 2013 मा तपाईँले बिटकोइनमा ₹1000 इन्भेस्ट गर्नुभएको भए आज त्यो पैसा कति हुन्थ्यो? एनी गेस? 10,000? 50,000? 1,00,000? नो, ₹17,00,000 हुन्थ्यो आजको डेटमा। त्यो भनेको तपाईँको ट्रेडिसनल म्युचुअल फन्ड, फिक्स्ड डिपोजिट, इभन सेयर मार्केटबाट आउने जुन चाहिँ तपाईँको इन्ट्रेस्ट बढीमा बढी 25% हुन्छ तपाईँको ल सेयर मार्केटमा एग्रेसिभली कमाउनु भयो भने पनि। यहाँनिर तपाईँले कति कमाउनु भयो थाहा छ? 1,24,720%। कम्पेरेबलै छैन कि कुनै पनि इन्स्ट्रुमेन्टसँग। नमस्ते, मेरो नाम पुरुषोत्तम, क्यासफ्लो क्रोनिकलमा फेरि पनि तपाईँहरूलाई स्वागत छ र भिडियोलाई स्टार्ट गर्नुभन्दा पहिले तपाईँलाई क्विकली डिस्क्लेमर दिन चाहन्छु। यो भिडियो टोटल्ली एजुकेसनल पर्पजको लागि हो, फाइनान्सियल एडभाइसको लागि नलिनु होला। बिटकोइनको बारेमा भिडियो बनाउनुभन्दा अगाडि आउनुहोस् बिटकोइनको बारेमा 2-4वटा कुरा के जानौँ। के हो त बिटकोइन? आखिरमा बिटकोइनको चाहिँ रियल युसेज के छ? रियल लाइफ युसेज के छ बिटकोइनको भन्दाखेरि बिटकोइन 2009 मा सतोशी नाकामोटो भन्ने व्यक्तिले बनाएका थिए र यो बिटकोइन भनेको चाहिँ डिजिटल कोइन हो। यो ट्रेडिसनल फियाट कोइन जुन चाहिँ सरकारहरूले बनाउने कोइन, जस्तै नेपालमा रुपी, अमेरिकामा डलर, त्यो भनेको सेन्ट्रलाइज एउटा सेन्ट्रल ब्याङ्कले बनाउने, सरकारको लागि बनाउने पैसा हो भने चाहिँ यो डिजिटल करेन्सी बिटकोइन चाहिँ डिसेन्ट्रलाइज मनी हो, जुनमा कुनै पनि सेन्ट्रलाइज एन्टिटीले यसलाई कन्ट्रोल गर्न सक्दैन। यो एउटा मान्छेले अर्को मान्छेलाई संसारको जुनसुकै कुनामा कम्प्युटर युज गरेर पठाउन सक्छ। ब्लकचेनमा डेटा गइसकेपछि ब्लकचेनबाट डेटालाई हटाउन मिल्दैन र यसको टोटल सप्लाई 21 मिलियन मात्र हुन्छ। हाउ बिटकोइन एक्चुअली वर्क्स? बिटकोइन के टेक्नोलोजीमा आधारित छ र बिटकोइन कसरी काम गर्छ? ब्लकचेन टेक्नोलोजीमा आधारित छ र बिटकोइनमा माइनरहरू इन्भल्भ हुन्छन्। हरेक बिटकोइन चाहिँ माइनरहरूले चाहिँ भ्यालिडेट गर्ने गर्छन्। माइनरहरूले बिटकोइन माइनिङ गरे बापत सर्टेन % कमिसन पाउँछन् र तिनीहरू नै यसका भ्यालिडेटरहरू हुन्। यसको पावरफुल फिचरहरू हरेक 4 वर्षमा बिटकोइन ह्यासिङ हुने गर्दछ र बिटकोइनको टोटल सप्लाई मैले अघि नै भने जस्तै टोटल सप्लाई चाहिँ 21 मिलियनसम्म मात्रै हुन्छ। त्यहाँभन्दा बढी बिटकोइन चाहिँ बजारमा आउने छैन भनेपछि यसको सप्लाई चाहिँ लिमिटेड छ। त्यसै गरी अहिलेसम्म बिटकोइनमा मेजर 4वटा क्र्यास भएका छन् र अहिले पनि बिटकोइन करेक्सनको फेजमा छ। 2011-13 मा फर्स्ट साइकल बिटकोइन क्रास भएको थियो, जुनमा चाहिँ $29 बाट बिटकोइन झरेर $2 सम्म पुगेको थियो, जुन भनेको 93% डाउनवर्ड थियो र फेरि बाउन्स ब्याक भएर 2013 मा बिटकोइन $260 पुगेको थियो है, जुन चाहिँ 12,900% अपवर्ड थियो। इमेजिन गर्नुहोस्, $2 मा जसले लगानी गरेका थिए तिनीहरूले कति रिटर्न बनायो होला त्यसबाट। 2013 to 2017 मा साइकल 2 1135 अल टाइम हाईबाट झरेर $176 जुन भनेको 83% डाउन थियो र फेरि 2017 मा 19,000 पुगेको थियो है, जुन भनेको तपाईको चाहिँ 10,700% अपवर्ड थियो। फेरि 2017 मा साइकल 3 मा बिटकोइन 19,000 बाट झरेर 3,000 जुन चाहिँ 83% को करेक्सन थियो र फेरि 2021 मा 3,000 बाट बिटकोइन 67,000 अल टाइम हाई रेकर्ड गरेको थियो, जुन भनेको 2,000% अपवर्ड थियो, भनेको 20x। अनि 2021-25 मा बिटकोइन फेरि करेक्टेड भयो। बिटकोइन चाहिँ अल टाइम हाई 67,000 बाट 15,000 जुन भनेको 77% डाउन थियो र फेरि 2025 मा बिटकोइन अल टाइम हाई 124,000 मा माथि गएको थियो, जुन भनेको 7x 700% अपवर्ड थियो र अहिले बिटकोइन 69,000 समवेयर छ र बिटकोइन करेक्सन हुनु अझै पनि बाँकी छ। मेबी बिटकोइन क्यान गो लिटल बिट लोअर फ्रम हियर। तर एउटा कुरा चाहिँ यो सबै डेटाहरूबाट चाहिँ के थाहा हुन्छ भन्दा बिटकोइन हरेकचोटि बिटकोइन हेज प्रुभड एभ्रीवान रङ। सबैले मान्छेले बेयर मार्केटमा बुलिस हुने बित्तिकै सबैजना ओ बिटकोइन बिटकोइन बाई बिटकोइन बाई बिटकोइन इफ्युरिया क्रिएट हुने र बेरिस हुने बित्तिकै बिटकोइन सकियो, अब बिटकोइन मार्केटबाट हरायो, यसको चाहिँ यो एउटा हावा थियो, यसमा चाहिँ केही पनि तुक छैन, यसमा कुनै पनि चाहिँ रियल युसेज छैन, पैसा डुबाउने बाटो हो भनेर मान्छेहरू एक्जिट भयो भने सेम फेजमा छ। अहिले क्रिप्टो विन्टरमा छ, कसैले बिटकोइनको बारेमा कुरा गरेकै छैन। कुरा त्यतिखेर हुन्छ जब बिटकोइन अल टाइम हाईतिर पुग्छ। सबै सोसल मिडियामा, टिभीमा, न्युज च्यानलमा, सबै ठाउँमा आउँछ, तर अहिले चाहिँ बिटकोइनको बारेमा कुरा भएको छैन। राइट टाइम भनेको पैसा हाल्ने बेला यही हो। बिटकोइन कहीँ जानेवाला छैन, किन भन्दा यसको एडाप्टेबिलिटी बढिरहेको छ। यसको इटिएफहरू आएको छ मार्केटमा। इन्स्टिट्युसनल इन्भेस्टरहरूले बिटकोइनमा चाहिँ चासो देखाएका छन् र लगानी पनि गरिरहेका छन्। र मैले यो भन्दै गर्दा बिटकोइन चाहिँ अरू क्रिप्टो करेन्सीहरूभन्दा सेफर चाहिँ किन छ, यसको बारेमा हल्का कुरा गरौँ। बिटकोइन अरू क्रिप्टो करेन्सीहरूभन्दा सेफर किन छ भन्दाखेरि यसको मार्केट क्याप एकदमै हाई छ। अलमोस्ट यसले क्रिप्टो मार्केटलाई नै यसले डोमिनेट गर्छ। बिटकोइन क्रिप्टो करेन्सीको ओभरअल इन्डस्ट्री कता जान्छ भन्ने कुरा चाहिँ बिटकोइनको प्राइसबाट निर्धारण हुन्छ। यसको फिक्स सप्लाई छ, 21 मिलियन भन्दा बढी बिटकोइन आउँदैन, डिमान्ड भने हाई हुन्छ। ट्रिलियन्स अफ डलरको मार्केट क्याप भइसक्यो, यो चाहिँ कहीँ जानेवाला छैन। इन्स्टिट्युसनल एडाप्टेसन पनि बढिरहेको छ, इटिएफहरू आइरहेको छ। 2024 मा इटिएफ आयो,
ब्ल्याक रक जस्तो इन्स्टिट्युसनल इन्भेस्टरहरूले चाहिँ यसमा लगानी गरिरहेका छन्। मेन स्ट्रिम मार्केटमा आइसकेको छ बिटकोइन। हो, पहिलाको जस्तो बिटकोइनले तपाईँलाई 10x, 20x, 50x नदेला, तर 2x र 3x मात्रै दियो भने पनि तपाईँको ट्रेडिसनल इन्भेस्टमेन्ट इन्स्ट्रुमेन्टहरूभन्दा राम्रो रिटर्न दिनेछ बिटकोइनमा। बिटकोइनको बारेमा तारिफ गरिरहेको जस्तो देखिन्छ, तर बिटकोइन चाहिँ यो भन्दै गर्दा बिटकोइन चाहिँ टोटल्ली सेफ छ भन्ने पनि होइन। आफ्नो चाहिँ रिसर्च गरेर राम्रोसँग बुझेर बिटकोइन सर्टेन पर्सेन्ट मात्रै तपाईँको पोर्टफोलियोको, यदि 10,000 लगाउँदै हुनुहुन्छ भने बिटकोइनमा तपाईँले 1000भन्दा बढी नहाल्नुहोस्। आफ्नो पोर्टफोलियोको 10 देखि 15% भन्दा बढी चाहिँ क्रिप्टोमा चाहिँ लगानी गर्नु एकदम रिस्की हुन्छ। त्यो आफ्नो रिस्क एपेटाइट म्यानेज गरेर क्याल्कुलेट गरेर कति तपाईँले रिस्क लिन सक्नुहुन्छ, कति पैसा तपाईँ चाहिँ भोलि कम्प्लिटली जिरो भयो भने पनि तपाईँ चाहिँ बेयर गर्न सक्नुहुन्छ, त्यसको आधारमा चाहिँ डिसिजन लिनुहोला। भिडियोलाई लास्टसम्म हेरिदिनु भएकोमा धन्यवाद। फेरि पनि यस्तै भिडियोहरू मनपर्छ भने यस्तै भिडियो लिएर आउनेछु। त्यतिन्जेलको लागि प्लिज लाइक, सेयर एन्ड सब्सक्राइब माई च्यानल क्यास फ्लो क्रोनिकल। नमस्ते।